कता हो र महारानी रिमिक्क परेर अनि कस्तो कता हो भन्नुभयो र अनि बिहानै भने होइन र मैले माथि दिदीहरू सबैजना पिकनिक जाने भने मैले जान्छु भनेर अनि अहिले के सोधिरहनु भएको त फेरि बिहान भनेको थिएँ नि मैले योभन्दा अलिक गतिलो लुगा थिएन तिम्रो बिहे भए मान्छे न सिन्दुर पोते केही छैन अनि आमा सबैजना कस्तो राम्रो राम्रो बनेर आउँछन् अनि म चाहिँ के घर बस्दा चाहिँ सधैँ लाएकै छ त सिन्दुर पोते अनि झुम्री बनेर हिँड्नेहरू जाँदा नि हामी पनि कहिले काहीँ राम्री बनेर हिँड्न त भइहाल्छ नि लुगा यस्तो लान सिन्दुर पोते त लाउनु हुन्छ होला नि अनि आमा के म बिहे भो जान्ला हो र हाताभरि चुरा यहाँ माङभरि सिन्दुर गलाम पोते लाएर भक्क अनि साथीहरूसँग जान्ला अनि यस्तै त हो नि लाउनु अनि कस्तो लाउँछ त नि ल आऊ कस्तो लाउँछ मलाई पनि थाहा छ ल आऊ आऊ ल आऊ 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 बिहे भए आइमाइले ननिदारा टिको छ न हातमा चुरा छ न सिउँदा सिन्दुर छ आफ्नो छोरो कहाँ छ मैले त ख्याल गर्नु पर्यो नि धनुवा अरू सबै राम्रो भएर आउँछन् अनि फलानले बुहारीलाई त कस्तो के पनि लाउनु दिएर रहेछ भन्छन् भनेर झन् चिटिक्क परेर जान्छु भनेको अनि यस्तो गर्छन् बिहे गरे आइमाईको सिउँदा सिन्दुर हातमा चुरा नि गला पोते नभएदेखि के गर्नु यस्तो गर्नु ल जाऊ अब जाऊ अब जाऊ बरु बिहानै नजा भने त भइहाल्छ नि यस्तो गर्नु साटो त बिहानै जान्न थिएँ बरु म ल जाऊ अब जाऊ ल जाऊ बिहे गरे आइमा यस्तो भएर पो हिँड्छ नि त आफ्नो जान्न म बरु जान्न म अबदेखि कहीँ जाँदा नि जान्न म कहीँ जान्छु भन्दा नि भन्दिनँ अबदेखि जान्न म कहीँ पनि